22 दिनको बच्चा यहाँ हालत रोडमा। यही हो मानव अधिकारको, यही हो बालबालिका अधिकारको मान्छेहरूको दायित्व। यो बच्चा हेर्नु त, 22-23 दिनको बच्चा धुलो छ, धुवा छ, यस्तो अवस्थामा छ। आमाको कोखमा रहनु पर्ने बच्चा रोडमा छ। यही हो मानव अधिकार, यही हो राज्यको दायित्व, यही हो। किन ध्यान गर्नु हुँदैन? हामीले हजुर हजुर गरिदिनु, रोडमा आइदिनु, एकचोटि उहाँहरूको पनि कुरा सुनिदिनु, बाटामा बोलाइदिनु भनेर स्वयं रवि लामिछानेज्यूलाई पनि कतिपटक भन्दाखेरि उहाँहरूको फोन रिसिभ हुँदैन। यो बच्चाले आमाको कोखमा बस्नु पर्ने बच्चा रोडमा छ। बच्चा मानव अधिकार खोइ, महिला अधिकार खोइ, बालबालिका अधिकारको खोइ त संगठन चलाउनलाई मात्रै हो, तपाईँहरू व्यक्तिगत विकास गर्नलाई मात्रै हो। 6 दिन भयो नि त, इनफ हो क्या टाइम 6 दिन भनेको। हामीले पेपर वर्क गर्ने गरिसकेको छौँ। अन्त हजुरहरूले पनि ध्यान आकर्षण गर्नुपर्ने होला, हजुरहरूले पनि सम्बन्धित ठाउँमा आएर समस्या बुझिदिनु पर्ने होला। छैन, मानव त छैन है। नेपाली हामी राज्यको अङ्ग हो भनेर हामी गर्व गर्नुपर्ने मैले देखिनँ। यहाँ मात्र होइन, यहाँदेखि यहाँसम्म कहिले पीडितहरू हुनुहुन्छ। यही हो त, चुनाव माग्ने बेला त हजुरहरू गाउँ घर जानुहुन्छ त होइन? खोइ आज केही नागरिकहरू यहाँ रोडमा आउँदाखेरि, एउटा आशाको केन्द्र बनेर आउँदाखेरि, एउटा पीडित भएर आउँदाखेरि, राजनीतिक एउटा लासमाथि राजनीतिक भएर आउँदाखेरि खोइ त किन मौन बस्नुहुन्छ? हरेक लासलाई, हरेक व्यक्तिलाई राजनीतिक बनाउने तपाईँहरू प्लिज छिटोभन्दा छिटो है। एकजना त मृत्यु अवस्थामा भइसक्नु भयो, मृत्यु उहाँ सहित जिउँदो हुनुहुन्न, तर जो 5 जना परिवार हुनुहुन्छ जीवित, त्यो पनि दिनदिनै होइन, दिनदिनै उहाँहरू मृत्युको मुखसँग लडिराख्नु भएको छ क्या। राज्यको कमजोरीले, राज्यको लापरवाहीले, राज्यको ध्यान आकर्षण नभएर उहाँलाई प्लिज समयमै उहाँहरूको पीडा बुझेर उहाँहरूको समस्याको समाधान गरिदिनु होला भनेर म आग्रह गर्छु हात जोडेर। तपाईँहरू रोडमा आउँदाखेरि तपाईँहरू नराम्रो हुँदैन क्या। हिजो जसरी तपाईँहरू गाउँमा जानुभएको थियो भोट माग्ने छ, 2 हात 10 जोडेर आइदिनु होला प्लिज। तपाईँहरू 5 जनाको जीवनसँग, 5 जनाको जिन्दगीसँग, भावनासँग खेलबाड नगरिदिनु होला क्या। मानव हो उहाँहरू। म यो पनि भन्न चाहन्छु निकाय सम्बन्धित निकायहरूको मान्छेहरूलाई। पनि राज्यको ध्यान आकर्षण भन्न भने त्यही जाने, भित्र गएर बस्ने।